हेलो हाई के छ खबर सन्चै हुनुहुन्छ हामी भने हामी भने जंगलमा घुम्न गइराछौं दुःख गर्न त्यहाँ हाम्रो जिन्दगी दुःखले बित्ने भयो क्या हैन गिठो खन्न त्यो भने हाम्रो गिठो आया बेलका खान गिचन गर्न त्यो भने ब्याग भरि ल्याउने हो यी ब्याग पनि ओरिजिनल ब्याग छ गाइसहरु यहरू सम्पूर्णलाई पानी पनि बोकेका छौं हामीले सब थोक बोकेका छौं अब यहाँ त हामी मात्रै खाने हो घर आएपछि तपाईहरु पनि खानुहुन्छ होला आउनु होला यहाँहरु सम्पूर्णलाई चुलो निम्तो दिएका छौं मेरो बिहामा साँझ मेरो बिहा अझै त्यो पनि के अरे के खाने रे गिठो खाना अब अब हामी ठुलो मान्छे भयो त यहाँ खसी बाख्रा काटेर खुवाउँथ्यो होला अब पछि साँझतिर दाउरा लगेर जानुपर्ने हो अनि अहिले चाहिँ हामी यात्रा गरिरहेछौँ जंगलको बाटो हजुर अनि लास्टै गर्मी पनि लास्टै कति हो के त्यसको त के कुरा गरौँ यहाँ मेटाउनलाई के पनि छैन हे भगवान उ एउटै बोतल पानी छ 3 जना छौं खाने हे भगवान यस्तो जिन्दगी त कसैको नहुनु पुग्छ सबलाई पुग्छ फेरि यहाँ स्याउला हेर्नुहोस् यता राम्रोसँग अब म पछाडि बाटो देखाउँछु तपाईहरुलाई यो पुरै यति रमाणीय ठाउँ छ तपाईहरुलाई पछाडि क्यामेरा गरेर म देखाउन गइरहेकी छु है गाइस ल हेर्नुहोस् यहाँ ताजा रुख बोट बिरुवा पाइन्छ नि हाम्रो यो जाने बाटो है हाम्रो अगाडि आउनुहोस् यहाँ पछाडिको दृश्यहरु पनि राम्रोसँग यो आहा यता त बिर्सिएको गाईजहरु देखाउनै बिर्सिएको ल हेर्नुहोस् आहा ताजा तपाईहरु पनि म त्यहाँ जान पाएँ जस्तो सोचेर बस्नु भएको छ भने आउँदा हुन्छ आउन सक्नुहुन्छ तर यहाँ गाडी मट्याङ फट्याङ भन्ने केही पनि चल्दैन हामी हिँडेरै आछौँ त्यसै गरेर आउनु होला ओके बाई ताजा खबर यति नै हो बिहान दिउँसोको यति नै हो ताजा यहाँ हाम्रो झोल पनि छ खाना आउनु होला चिकन लिएर हल्का फुल्का अनि हामी मिलेर खाउँला के हो त होइन यहाँ अर्को पनि यहाँ पनि छ अनि यहाँ पनि छ धेरै छ यो हामीले